हेलो एभ्रिवान, डे 3 ट्रेकिङ मिनी भ्लगमा हजुरलाई स्वागत छ। हिजो चाहिँ हामी यहाँ लालीगुराँस होमस्टेसम्म आइपुगेको थियौँ साथीहरू। अनि आज चाहिँ हामी बिहानै लाग्यौँ उकालो फेरि। आजको मौसम चाहिँ एकदम राम्रो थियो नि त, सबैतिर आकाश खुल्ला थियो अनि अलिअलि बादलहरू लागिरहेको थियो। अनि यहाँ माथि पुगेर चाहिँ हामीले यस्तो सिनहरू फोटोहरू खिच्यौँ साथीहरू। अनि उकालो जाँदै थियौँ, हेर्नु न होमस्टेको कुकुरले चाहिँ हामीलाई माथिसम्म पुऱ्याइदिने अरे कि। अनि हाम्रो पछि पछि आउँदैछ पुच्छर हल्लाउँदै। अनि उता दिदीहरू चाहिँ अगाडि अगाडि हिँड्दै हुनुहुन्छ। हामी चाहिँ जाँदै जाँदै गर्दा वाह, यस्तो ढुङ्गाहरू आफै छानिएको थियो। अनि यो चाहिँ नुनथलाको होमस्टेमा चाहिँ हामीले खाजा खायौँ। खाजा खाइसकेपछि हामी चाहिँ फेरि हाम्रो काम उकालो लाग्यौँ। उकालो जाँदै जाँदै गर्दा चाहिँ हेर्नु न कस्तो चौरीहरू चाहिँ माथि चाहिँ सामानहरू बोकेर लग्नु भएको थियो होला। अनि फर्काँदै हुनुहुन्थ्यो। अनि यहाँ चाहिँ चौरी गाईहरू चाहिँ चढ्दै बसिरहेका थिए। त्यहाँसम्म पुग्दाखेरि चाहिँ हाम्रो पानी चाहिँ पर्दै थियो कि एकदम। अनि हामीले चाहिँ हाम्रो रेनकोटहरू लगायौँ। अनि लगाएपछि फेरि लाग्यौँ साथीहरू। बल्ल बल्ल 6 घन्टाको यात्रापछि चाहिँ हामी पाङदोमा आइपुग्यौँ साथीहरू। यहाँ चाहिँ यस्तो राम्रो छुर्पी, वाउ। अनि हामीले चाहिँ यहाँ पाङदोमा खाना खाएर फेरि पनि लाग्यौँ। हेर्नु न, पानी त रोकिने छाटकाटै थिएन नि त। अनि हामी चाहिँ पानी पानी नै जाने भयौँ साथीहरू। गाह्रो छ, ट्रेकिङ गर्न पनि एकदम गाह्रो छ नि बर्खाको टाइममा। अनि यो चाहिँ पाङदाको होमस्टे हो साथीहरू। हामी चाहिँ अब तेर्सो बाटो लाग्यौँ। यो तेर्सो बाटो पनि निकै जानुपर्ने रहेछ क्या। यो रेड पान्डा होमस्टेमा पुग्न चाहिँ हामीले त्यस्तै यो तेर्सो बाटो 2 घन्टा हिँडेर बल्ल बल्लले रेड पान्डा होमस्टे पुग्यौँ। हामीले रेड पान्डा होमस्टेमा पुग्दाखेरि चाहिँ बेलुकाको 6 बजिसकेको थियो कि साथीहरू। यस्तो गाह्रो थियो कि, तर हाम्रो डेस्टिनेसन चाहिँ आइपुग्यो। अनि हामीले खाना खाएर सुत्यौँ। बाई।